हेलो नमस्ते साथीहरु, वेलकम छ तपाईलाई मेरो मिनी ब्लगमा। आजको भिडियो चाहिँ अरु बेलाको भन्दा एकदमै फरक हुनेवाला छ, यसैले अन्तिमसम्म हेरेर साथ दिनु होला। तपाईहरुलाई थाहा छैन भने म स्याङ्जा जिल्लामा बस्ने गर्छु अनि मेरो गाउँ चाहिँ ग्वादी हो। गलेङ भन्दा अलिकति माथि पर्छ अनि गाउँमा गइसकेपछि हेर्नुस् न, यति मजाले यो नास्पाती फलेको छ नि। तपाईहरुकोतिर के भन्छ भनेर कमेन्ट गर्नु होला है त। हाम्रो घरमा चाहिँ यो वर्ष यति मजाले नास्पाती फलेको रहेछ नि, हेर्नुस् न तपाईहरुले। अनि भोलि फेरि हामी बजार झर्ने हो नि त। हाम्रो चाहिँ बजार भनेको गलेङ बजार हो। अहिले नै यो खाने बेला त भएको रहेनछ अनि रस पनि त्यति साह्रो लागेको रहेनछ, तर हैन अब यति खानलाई ठिकै छ। अनि यो चाहिँ हेर्नुस् न, गाउँबाटको दृश्य यति राम्रो देखेछ। उ तल चाहिँ गलेङ बजार हो, हामी बस्ने चाहिँ त्यहाँ तल हो नि त बजारमा। अनि गाउँमा कहिलेकाहीँ आउँदाखेरि त यति रमाइलो, मनलाई आनन्द मिल्ने के छुट्टै पिस हुन्छ नि हैन, त्यस्तो आनन्द महसुस भएको थियो। अनि भाइले चाहिँ भिडियो गराउँदै थियो कि हेर्नु न, सिनेम्याटिक वेमा भिडियोहरू बनाउँदै थियो। अनि यो ग्रिनरी अहिले हरियो परियो यस्तो राम्रो देखेको छ, म कसरी बयान गरौँ के, यो शब्दमा बयान गरेर सकिँदैन गाउँघरको रमाइलो। तपाईहरुले कहाँबाट हेर्दै हुनुहुन्छ यसो कमेन्ट गर्नु है त साथीहरु। अनि यो हेर्न सक्नुहुन्छ, यो चाहिँ मेरो घर हो। यति राम्रो छ नि, गाउँको घर भनेको चाहिँ खतरा हो के। अब गाउँमा आएपछि त मामा घर नजाने कुरै भएन। मेरो मामा घर चाहिँ गाउँमै छ। अनि मामा घर गइसकेपछि हामीले च्यालेन्ज भिडियो गरेका छौँ करेन्ट चाउचाउको। अनि नानी लिएर आफ्नो बेनाले, साली बेनाले चाहिँ भिडियो गराएको छ। यो चाहिँ हामीले छुट्टै अपलोड गर्ने। त्यसपछि च्यालेन्ज भिडियो सकेपछि नास्ता खाएर घरतिर लागियो। अनि उहाँ चाहिँ मेरो हजुरआमा हुनुहुन्छ। अनि हेर्नुहोस् न, यहाँ भाइले नाटक गरिरहेछ कि। अनि यहाँ तल चाहिँ आमाले ठ्याक्कै घाँस काटेर आउनुभएको रहेछ। गाउँघरको हेर्नुहोस् त वेदर हेर्नुहोस् न साथीहरू। म भिडियो नबनाइकन बस्नै सकेन के, मेरो आइफोन जम्मा 64 GB को हो नि त। तर यो भिडियोहरू हेर्नुहोस् न, म भिडियो नगराइकन बस्नै सकेन कि, यो वेदरले गर्दाखेरि। यति आनन्दको वेदर थियो नि आज। ओके गाइज, आजको लागि यति नै। थ्याङ्क यू सो मच फर वाचिङ। भोलि अवश्य नै अर्को भिडियो बनाउनेवाला छु। बाई बाई।